आज चाहिँ चढ्छ हामी दक्षिणकालीको यात्रा। गाइजहरू यता हाम्रो निरज दाई, यता दिदी बिराजु बहिनी, अनि म चाहिँ यहाँ छु। सुखा बन्दरगाह शेषनारायण जाने मन्दिर हो। शेषनारायणको मन्दिर हो। शेषनारायणै रेखा रहेछ। शेषनारायणको नाममा चिया बेचाइ भइरहेछ। हामी भन्ज्याङ कटेर अगाडि बढ्दैछौँ। 3-4 घन्टा 3 घन्टा फर्केर आउँदा निन्द्रै लाग्दैन। डल्लु। ल हामी बाइपास आइपुग्यौँ है। यताबाट दक्षिणकाली मन्दिर गइन्छ, यताबाट हेटौडा गइन्छ, यताबाट पनि छ, यताबाट पनि छ। यता कता हो हाम्रो आशिका तामाङ दिदीले एकदम खतरा गराउनु भएको थियो एकदिन भिडियो, नजिकै हो यतै। हामी यताबाट हिँडेको है फाइनल्ली। यो टोइलेट फेमस थियो। यहाँ त यस्तै हो, नरिवल त वहाँभन्दा 20-25 रुपियाँ महँगो हो। दक्षिणकाली आज खाली खाली छ। बगा हात यो थियो, यहाँ सबै मन्दिर मात्र छोडे खाए बाँकी। सर है घन्टीहरू बाँध्न लाग्छ। यहाँ चाहिँ 11:30 बजी 11:30 बजी बन्द भयो। 2:30 बजीबाट चाहिँ नित्य पूजा हुन्छ। अनि फेरि टन्नै बेरको लामै हुन्छ है पूजा चाहिँ। खोला चाहिँ पानी हेरेर यस्तो भएको थियो। माथि पार्कहरू छ। हाम्रो यात्रा चाहिँ अब माताको मन्दिरबाट दर्शन गरेर यहाँ माथि माताको मन्दिर। बुवा हतार हतार खुवा कोट्याउँदै हुनुहुन्छ है, होइन बुवा? खुवा मिठो छ होइन? म चाहिँ मिस्टेकली दिदीको मन्दिर दक्षिणकाली आमाको मन्दिर देख्छु। हामी चाहिँ माथि आइसक्यो चट्टसँगले। मनोकामना मन्दिर जाने बाटो यता, आमाको मन्दिर जाने बाटो यता। हामी चाहिँ फाइनल्ली आमाको मन्दिरमा आइपुग्यौँ, परिवारको घर। शेषनारायणमा माछा मस्त खेलिरहेको छ। ओइ सही देख्यो। फाइनल्ली हामी शेषनारायण आइपुग्यौँ। यहाँ चाहिँ पल्लोपट्टि गुम्बा छ, यता चाहिँ नारायणको मूर्ति।